यो भिडियो स्पेसल्ली तिम्रो लागि हो। यदि तिमी पनि म भोलिदेखि पर्सिदेखि भिडियो बनाउँछु भनेर सोचिरहेको छ अथवा मसँग राम्रो क्यामेरा भएपछि मसँग राम्रो सेटअप भएपछि भिडियो बनाउँछु भनेर सोचिरहेको छ भने ढिला नगर्नुहोस्। मैले त्यस्तै भोलि पर्सि भिडियो बनाउँछु भन्दा सोच्दा सोच्दै यहाँ वर्षौं दिन बितिसक्यो। अहिले रातिको 2:35 भएको छ। मैले यस्तै भोलि पर्सि अथवा पछि भन्दा भन्दै लगभग 1 वर्ष जति बित्न लागेको छ। अनि मलाई चाहिँ अहिले एक्कासी चाहिँ मैले होइन भोलि पर्सि चाहिँ अब मेरो कहिले आउने होला छैन। त्यो भोलि पर्सिलाई चाहिँ मैले अहिले नै बनाउनुपर्छ भनेर यो भिडियो अपलोड गर्न गइरहेको छु। यो भिडियो मैले सबै सोसियल मिडिया ट्विटर फेसबुक युट्युब जति पनि छन् थ्रेड मैले चलाउने सफल यो सोसियल मिडियामा हाल्दाखेरि लगभग 3 बजिसक्नेछ। जब आफ्नो दृढ सङ्कल्प इच्छा हुन्छ तब त्यो काम गरिहाल्नु पर्ने रहेछ। मैले यो काम आजभन्दा पहिले नै मतलब 1 वर्ष अगाडि नै किन गरेको होइन भन्ने किन नगरेको होला भन्ने मलाई पस्तो लाग्छ। त्यसैले आफ्नो कुरा आफ्नो रुचि जुन विषयमा छ त्यो त्यतिखेर तत्काल पर्छ। बाँकी भिडियो चाहिँ मेरो अर्कोमा आउनेछ। यो चाहिँ मेरो लामो समयपछिको मेरो कन्टेन्ट क्रिएसनको फर्स्ट भिडियो भनौँ। आफ्नो एउटा बाँकी चाहिँ अब मैले चाहिँ आफ्नो स्क्रिप्ट अनुसार आफूले लेखेको कि त्यो स्क्रिप्ट अनुसार आउनेछु। त्यसैले जति पनि कन्टेन्ट क्रिएसनको यात्रा सुरु गर्नुहुनेछ अथवा जति पनि भिडियो बनाउँछु भन्ने सोचमा हुनुहुन्छ, भिडियो भोलि बनाउँछु अथवा पर्सि बनाउँछु अथवा मेरो साथीले के भन्छ अथवा अर्काले के भन्छ, क्यामेरा अगाडि बोल्न डराउने अथवा अरूको लाज मान्ने चाहिँ त्यतिजना नसोच्नुहोस्। आफूले जाने कुरा अथवा आफूलाई जुन रुचि भएको कुरा चाहिँ अगाडि निर्धक्क साथ बढ्नुहोस्। म चाहिँ बढ्न लागेको छु अब बाई 3।